नमस्कार। यतिखेर नेपालमा एकदम चुनावको माहौल छ। सम्पूर्ण नेपाली जनता, राजनीतिक दलहरू, नेतागणहरू एकदम चुनावको प्रचारमा व्यस्त हुनुहुन्छ। त्यही माहौलमा अब अनेक सुन्न परेको छ, अनेक देख्नु परेको छ हैन। हामी हेरिरहेछौँ, निहाइरहेछौँ। म आफ्नै ठाउँ दाङ भएको हुनाले म दाङकै कुरा गर्न चाहन्छु। अहिले दाङमा एकदम चर्चामा रहेको चाहिँ तुलसीपुर गोराई रोड खण्ड, टरीगाउँ एयरपोर्ट, त्यस्तै गरी पुलहरू, बाटाहरू आदि इत्यादि भनौँ न। यिनी कुराहरूको एउटा पार्टीको नेताले मैले बनाएको भन्छ, अर्को पार्टीको नेताले मैले बनाएको भन्छ, अर्को पार्टीको नेताले मैले बनाएको भन्छ। अब फेरि त्यो जनताले पत्याइदिनु पर्ने हामीले। हेर्नुहोस् है, बनाएको हो त कसले? त्यो वास्तवमा बनेको भनेको हाम्रै जनताको करबाट उठेको पैसाले बनेको हो। तर यस्तो भ्रम बनाइएको छ कि जनतालाई यस्तो भ्रम छरिएको छ कि नेताले नै गरेको भन्नुपर्ने अवस्था सिर्जना गरिएको छ। त्यो किन भन्नुहुन्छ भने हो त्यही नै हाम्रो कमजोरी भएको छ कि हामी त्यतिखेर भोट हाल्दाखेरि हामीले राम्रो मान्छे छान्न जानेनौँ, राम्रो मान्छेलाई जिताउन सकेनौँ। हेर्नुहोस् है, किन भन्नुहुन्छ भनेपछि नेताले बाटोघाटो, रोड, यो कुलो नहर बनाउने होइन। हेर्नुहोस्, सांसदले यो काम होइन, सांसदको काम होइन। सांसद संसद भवनमा छिर्यो भने एउटा सिस्टम बनाउनु पर्ने थियो यिनीहरूले। यो सिस्टम यिनीहरूले बनाउनै चाहन्नन्। ल यत्रो साल हेर्नुहोस् त, बनाए त बनाएनन्। बनाउनु पनि कसरी? यो त बनाउनलाई त खुबी हुनु पर्यो। हेर्नुहोस् है, सम्बन्धित क्षेत्रको सम्बन्धित विषयको विज्ञ हुनु पर्यो। ल अब एउटा कुरा मानौँ, स्वास्थ्य सम्बन्धी नीति बनाउनु पर्यो भने त्यो स्वास्थ्य सम्बन्धी पुरा मास्टर पिएचडी अझ माथिसम्म पढेको मान्छेले पो बनाउला त। यस्तो बनाए राम्रो होला, यस्तो बनाए नराम्रो होला भन्ने। अनि एउटा के अरे गाउँघरमा त्यो भाषण गरेको बलमा, के अरे जनताले चिनेको बलमा जितेर गएको एउटा मान्छेले त्यो स्वास्थ्य नीति बनाउन सक्छ, त्यो शिक्षा नीति बनाउन सक्छ, त्यो के भन्छ अन्य यति धेरै छन् नि, बन्दैन। हेर्नुहोस्, हो त्यही राम्रो नीति, राम्रो सिस्टम बनाइदिएको भए हाम्रो यो जनताको करबाट उठेको पैसा सिस्टममा जाने थियो। हेर्नुहोस्, त्यो सिस्टम यस्तो सिस्टम हुन्थ्यो कि अटोमेटिक रेगुलेटर हुने जस्तो, प्रायोरिटीको आधारमा, भूगोलको आधारमा बजेट आउँथ्यो होला हैन, विकास र अविकासको आधारमा बजेट आउँथ्यो होला। हेर्नुहोस् है, क्षेत्रफलको आधारमा बजेट आउँथ्यो होला। अनि त्यसपछि क्रमशः हरेक साल विकास हुँदै यो त अटोमेटिक आउँथ्यो नि त। अहिलेसम्म हेर्नुहोस् कति माथि गइसक्थ्यो। यहाँ त के भइदियो, यो नेताले नबोल्दासम्म बजेटै नआउने, त्यस्तो सिन्डिकेट बनाइयो। हेर्नुहोस्, देशको सिस्टमलाई त्यसरी तोडमोड गरियो कि सबै जसै चाहिँ नेताले लिनुपर्ने। त्यसकारण अहिलेसम्म हामीले जति गल्ती गऱ्यौँ, प्लिज अबको सचेत नेपाली जनताले चाहिँ नेपालभरि गल्ती नगरिदिनु होला। राम्रो मान्छेलाई जिताएर